बुहारी आउँदै आएन किन आतिको पनि वास्तै गरेको छैन अनि यस्तो मेरो छोराको अवस्था यस्तो हुने वाला पनि आएन मर्या जस्तै थाहै नपाउने उठाउँदा बसाउँदा त 3 जना मान्छे लागेर उठाउने बसाउने गर्थ्यौँ हामीहरू त्यति बेला म घरै थिएँ उहाँलाई पनि सहारा चाहिएन समस्या पर्न सक्छ यो लाइनमा अब यो मोडमा भन्न सकिँदैन नि त सबै कुरा मलाई पनि पीडा पर्ला त उहाँले भोग्नुहुन्छ नि त कुनै दिन मलाई पनि के समस्या सबै पीडाको यहाँ अब कस्तो महिलाहरूलाई के भन्न सकिन्छ र मनमोड कसैको फरक हुँदो रहेछ के भन्ने यस्तो अपराधी महिला त कोही पनि यस्तो के लासै थियो त्यस्तो लासलाई पनि छोडेर भागिसक्यो कि त्यो बिचमा छोडेर भागी बिचमै छोडेर भागी एकदम निष्ठुर तिम्रो नाम के हो तिम्रो मम्मीको याद आउँछ तिमीलाई मम्मी कत्रो हुँदा तिमीलाई छोड्नु भएको तिमी कत्रो हुँदा मम्मीले छोड्नु भएको 3 वर्षको हुँदा अनि बिहा गरी नगरी ऋणकारी साहुकारमा मैले 1 तोला सुन बुहारीलाई हालिसकेँ अनि मेरो नाति जन्म्यो त्यसले धेरै गरी खुलबुत धेरै गरी त्यसले औषधि खाउँछु मलाई डाक्टर लैजाऊ के गर भन्दा पनि त्यसले मेरो नाति फालिदिनु लागि या त च्याप्थ्यो कि या त केही खुवाइथी केटाहरूसित लागेर के गर्थी त्यो सालोले अनि इन्डियाको भारतमा ल्याइन मेरा यिनी छोरा भतिजा मेरो पारी हाम्रो सुशील भन्ने छोरो हाम्रो यो सब गाउँघरका छोराहरू गएर ल्याइदिएका हुन् यो गाडी रिजर्भ गरेर ल्याइदिए अनि अरूलाई कसैलाई चिनेन मरेको सिनो ल्याइदिएका हुन् अब सोध्नुहोस् बिरामी भइसकेपछि बुहारीले चाहिँ छोरालाई वास्ता गर्नु भयो वास्ता गर्दिन बुहारी आउँदै आएन किन आएन छैन ल्याएर बिरामी आउनुपर्छ भन्ने गाउँघर मेरा छोरा भतिजाहरूले छैन भने पैसामा हामी फ्याक्चा गरिदिन्छौँ पैसा भाडा झारा पिसाब अब आफ्नै श्रीमती चाहिने आफ्नो श्रीमान चाहिन्छ आफूले अर्कोजनाले गर्ने हत्या हुन्छ त्यही त श्रीमान श्रीमती हो भन्न धेरै भने मेरा छोरा भतिजाहरूले त्यो भन्ने बेला मलाई गड्डेले आउनै दिन्न भन्यो बहिनी त्यसले नआउने अनत्र गरिसे त्यो गर्दा गर्दै अब मेरो छोराले कमाएको 8 वर्षको कमाइ कहाँ फाली अहिले कहाँ हुनुहुन्छ उहाँ बुहारी त पत्तै छैन कसका गई भन्न उहाँबाट फोन गरिरहेको छ अत्याचार यस्तो भयो अब बुढा हुनुहुन्छ मेरा बड्डा अनि अब कमाएर पनि साध्य हुने यस्तो छैन अनि मेरो छोराको कमाइ खाम्ला भने मैले झारा दिशामा आमा पनि खुट्टाको जखमी छु अनि यो झारा दिशा मैले टोयलेटमा के गरौँ दिनकै लुगा लत्तो कति दिनकै हुन्छन् न मैले एउटा कारखानै मेटिन्छ यो सेन्सनै पनि पैसा छैन भने गु पोसेँ यो पनि गु पोसित हुन्छु आराम गु धुन्छु देखिहाल्छन् गाउँघर भाइ बहिनीलाई सोध्नुहोस् तपाईँलाई श्रीमतीको बारेमा याद आउँछ कहिलेकाहीँ आउँदैन है केही सोच्नै सक्नुहुन्न तपाईँले तपाईँको श्रीमतीको नाम के हो अमृता बस्नेत चिन्नुहुन्छ याद आउँछ बेला बेलामा बेलामा कतिखेर गर्छ कतिखेर बेला आउँछ यहाँ आउँदाखेरि त मर्या जस्तै थाहै नपाउने कसैले के बोलाउँदा पनि थाहा नपाउने अलिअलि यस्तो त्यो टाउकोनिर कन्या जस्तो गर्ने अनि थाहै नपाउने अवस्थामा अनि फेरि कति बेला फेरि यस्तो उठाउने बेला 3 जना लाग्नु पर्थ्यो त उठाउँदा बसाउँदा त 3 जना मान्छे लागेर उठाउने बसाउने गर्थ्यौँ हामीहरू त्यति बेला म घरै थिएँ इन्डियाबाट बिरामी भएर ल्याउँदाखेरि भएर आउँदाखेरि उहाँले चाहिँ उहाँको जानले उहाँबाट पठाइदिनु भयो बागडोग्रासम्म नेपालगञ्जबाट यहाँबाट साथीहरू गएर हाम्रो भाइहरू यहाँबाट मामाहरू जानुभयो अनि चाहिँ नेपालगञ्जबाट यहाँ ल्याउने बेला गाडी बुक गरेर ल्याउँदाखेरि अनि त्यति बेला केही थाहा थिएन त्यो मुडो बोके जस्तै थियो त्यस्तो मान्छे अनि उठाउँदा बसाल्दा उठाल्दा पनि हामीलाई लगभग 3 जना मान्छे चाहिन्थ्यो एउटा उहाँलाई उठाउँदा बस्दा धागो जस्तो भयो एउटा बिरामीलाई आफ्नो श्रीमतीले कमसेकम हेरचाह गरेर घरसम्म ल्याउने क्रममा यसरी व्यवस्था गरेर बाटोमै छोडिदिँदा कस्तो लाग्छ हजुरहरूलाई हामीहरूलाई पीडा दुःखदायक पीडा भन्दा पनि अझ फेरि बोलाउँदा पनि नआएको अवस्थाले गर्दाखेरि झन् गम्भीरपूर्वक लग्यो के मानवीय हिसाबले उहाँ पनि एक दिन बुढो हुनु होला उहाँलाई पनि सहारा चाहिएला समस्या पर्न सक्छ यो टाइममा के अब यो मोडमा भन्न सकिँदैन नि त सबैको लागि मलाई पनि पीडा पर्ला त उहाँले भोग्नुहुन्छ नि त कुनै दिन मलाई पनि के समस्या आउँदा मलाई सबै पीडाको कहिले डाक्टर कहिले धामी कहिले झाँक्री अनि चाहिँ त्यति बेला त्यस्तो हुँदा पनि अहिले हो कि अहिले मर्ने हो कि तैले मर्ने हो कि भन्दा बेला पनि साँझको फोनै छ बिहान फोनै छ साँझ बिहान दिन रात फोन गर्दा पनि कुनै
आउने जस्तो सम्भावना पनि देखिएन अनि कुनै एन्सर पनि आएन। आमाहरू दिदीहरू हुनुहुन्छ है, तपाईँहरू जस्तै महिलाले एउटा श्रीमानलाई बिरामी श्रीमानलाई चाहिँ एउटा मरणतुल्य भएको अवस्थामा छोडेर जाँदाखेरि हजुरहरूलाई कस्तो महसुस हुन्छ? महिला भएर एउटा भनौँ न अलिकति दयालु स्वभाव हुन्छ भनिन्छ होइन, किन त्यस्तो भयो होला जस्तो लाग्छ? किन भयो होला? हामी त सुर स्याहार गर्ने माया गर्ने मेरो नाति आयो अवस्थामा हामीले छोड्न सक्दैनौँ हाम्रो बुढालाई। हामी त त्यस्तो गर्ने झन् आँटै आउँदैन। हेर्नु एउटा बाटो हेर्ने बटुवालाई त माया गरेर राख्छौँ भने आफ्नो श्रीमानलाई त हामीले जसरी पनि अब त्यस्तो हुँदैन। तर महिलाहरू सबै एकै खालको हुँदो रहेनछन्, फरक खालको पनि हुँदो रहेछन्। अब त्यस्तो महिलाहरूलाई के भन्न सकिन्छ र मनमुट कसैको फरक हुँदो रहेछ। अब के भन्ने हेर्नुहोस्, त्यस्तो अपराधी महिला त कोही पनि हुनु। त्यस्तो के लासै थियो त्यस्तो लासलाई पनि छोडेर भागिसक्यो कि त्यो आइले बिचमा छोडेर भागी, बिचमै छोडेर भागी छोडेर भागी। एकदम निष्ठुरी मान्छे रहेछ।